ल बाबु यहाँ मैले टिफिन हालिदिएको छु हैन हैन खोइ त तेरो यहाँ बुक पुरा बुक छैन त ब्यागमा आवर्स हो दिदी आवर्स भेरी होइन ढिलो भइसक्यो स्टान्ड ए यहाँ बुक झोला लाला यिनीहरू त खाली जतिखेर यहाँ बुक हरायो कता हरायो भनेको त जतिखेर भाइको बुक चलायो तिमीलाई यहाँ के हो पारा ब्यागमा हाल मम्मी हामीले पढ्न दिनु नि हामीलाई कति पढ्न मन छ अब पढ्छौ यहाँ बाख्रा चाहिँ भोकाले उहाँ कराइरहेछन् म्या म्या गरेर उहाँ त फेरि उस्तै छ ब्यागमा आँटेन भने हातमा लि ल्या हातमा लि हामीलाई पनि पढाउन लाने न तँलाई लान्छु अहिले मैले पढाउन उहाँ बाख्राले घाँस काट्नु पर्दैन त जा उठेर बाख्राले घाँस काट्नु जा उठ हामीलाई चाहिँ किन हेला गर्नुहुन्छ मम्मी भाइलाई मात्रै पढाउन लानुहुन्छ हामीलाई चाहिँ पढाउन जाँदा के हुन्छ किन पढ्नु पर्यो तिमीहरूले तिमीहरू अर्का घर जाने जात मेरो छोरो भनेको त मलाई पाल्ने छोरो हो तिमीहरूले कतिखेर मलाई छोडेर हिँड्छौ थाहा हुँदैन तिमीहरू भनेको त यहाँ घरमा यो घर लिपेको पनि रहेन रहेछ यो घर लिप्नु पर्ने थिएन त्यसो नभन्नु न हामी पनि छोरी हो माया गर्नु न हामीलाई पनि भाइलाई मात्रै गर्नुहुन्छ माया गरेको छु बढी नबल खाना दिएकै छ पेटभरि टन्न काम त गर्नु पर्यो नि यत्रो यत्रो भएर फेरि चुप लगाएर बस्न्छन् उठ भनेको सुन्दैनौ अचम्म तँलाई ढिलो भइसक्यो ल जा बाबु जा ल उठ न उठ उहाँ घाँस काट्नुपर्छ उठ न है दिलमा दिदीहरू पनि पढ्छ कि दिदीहरू किन पढाउनु पर्यो त किन बाठाउँछस् फेरि मलाई साथी हुन्छ कि स्कुलमा अनि यहाँ घरको काम चाहिँ कसले गर्छ र अनि बेलुका आएर गर्नुहुन्छ त बाठा न यहाँ उभि त्यहाँ चुप लगाएर जानुहुन्छ नि के त उठ भनेको बाख्रा गरेको सुन्दैनस् भनेको आँगनमा झाडु लाउनु कुचो लाउनु ए बिहान यहाँ उठेर लिपलाप गर्नु घर यत्रा भगा कति कराउनु भएको हौ कराउनु परेन त अनि काम गर्नु परेन यिनीहरूले अनि बेलुका आएर गरिहाल्छु बेलुका आएर गरेर हुन्छ यत्रा गोठाभरि गाईबस्तु छन् बाख्रा छन् गाईबस्तु त्यति नै छन् घाँस पुग्दैन अनि यिनीहरूलाई स्कुल पठाएर हुन्छ भनेको त किन बाठो हुन्छस् के छोरो हामी स्कुलबाट आएर गरिहाल्छौँ नि मम्मी गरिस् त स्कुल पुगेर आएर गर्लास् यहाँ तिमीलाई म पढाउँदिनँ सकिहाल्यो नि उठ खुर्कन होइन उठ्न भनेको किन सुन्दिन बरु हामीलाई मान्नु तर हामीले स्कुल पढाइदिनु पढाउँदिनँ म सक्दिनँ म पढाउँदिनँ छोरी पढाउँदा कोही ठुलो हुँदैन पढाउने त छोरोलाई हो के खान्छ खुवाउने मिठो मिठो खुवाउने पढाउने छोराले पाल्छ राम्रोसँग यहाँ मैले मिठो मिठो खाजा बनाएर हालिदिएको छु चुप लगाएर खानु स्कुलमा के को दिदी दिदी भनिरहन्छस् दिदीहरू साथी जस्तो कि मसँग खेल्नलाई भाइले भने पनि ठिक हामीले स्कुल हालिदिनु न हाल्दिनँ म त बाठिन हो खाली स्कुल पढेर चाहिँ के गरौँ ल भन्ने छ र ठुलो मान्छे बन्ने नि बन्लास् ठुलो मान्छे अर्काकै घरमा गएर चुलो चौका गर्नुपर्ने हो छोरी मान्छेको जात किन पढ्नु पर्यो त छोराले भइबो भोलि के काम गर्नुपर्छ के गर्नुपर्छ बाबुआमा पाल्नुपर्छ दुनियाँ जागिर खानुपर्छ त्यही भएर छोराले राम्रोसँग पढ्नुपर्छ छोरी त अर्का घरमा जाने हो त्यही भात पकाउने हो त्यही घाँस दाउरा गर्ने हो त्यही त हो नि हामीले पनि पढेर पाल्न सकिहाल्छौँ नि अँ भने छोरा मात्रै नभन्नु के कहिलेकाहीँ त छोरी पनि काम लाग्छ कसरी काम लाग्छ त तपाईँ बुढी हुनुभयो भने कसले स्याहार्छ ए मेरो छोरोले स्याहार्दैनस् त छोरा अनि दिदीहरूलाई चाहिँ किन पढाउनु पर्यो अनि मसँग स्कुल जानुहुन्छ एक्लै जानै मन लाग्दैन खुर्कन जा राम्रो मुखले भनेको छु तैँले पनि कुरा खालास फेरि अहिले म जादिनँ दिदी कस्तो जाँदिन भन्छस् के दिदीहरू गयो भने मात्र जान्छु दिदीहरू जाँदैनन् कहाँ जान्छन् र यिनीहरूलाई मैले पढाउनु पर्यो नि होइन उठन भनेको काम गर्न जानु पर्दैन किन चाहिँ टेर्दै छैनौ तिमीहरूले लठीले राम मैले झम्की जमानालाई ल त खुर्कन जा हो त हुँदा यिनीहरूले गर्दाखेरि त छोरो सुत्दा उहाँ दिदीहरूलाई लिएर जान्छु भनेर उ गर्छ है उडा भनेको भएको चाहिँ के किन चाहिँ टेर्दैनौ तिमीहरूले दुईजना उठा भनेको सुन्दैनौ नहानु न कस्तो नहान्ने हो त भनेको टेर्नु परेन हामीले गरिरहेको छौँ कामहरू त गरेर त नि खुर्कन गर्नु पर्यो उहाँ गाईबस्तु कराएको सुनिनस् भाइलाई पनि लगाइदिनु नि त काममा भाइले चाहिँ केही काम गराउनु हामीलाई मात्र काम गराउनुहुन्छ गर्ने नै तिमीहरूले हो बिचारा मेरो छोरो सानै छ कहाँबाट गर्छ त
पढ्छ ऊ राम्रोसँग मिठो मिठो खान्छ भाइ पनि ठुलो त भइसक्यो नि सानोले सकेर गर्छन् हाम्रो भाइले चाहिँ केही पनि गर्न दिनुहुन्न किन दिन्छु त म अब बल्ल बल्ल एउटा छोरो जन्माएको छु तिम्रो दुईटी छोरी जन्मिएर अर्को पनि एउटा छोरो भइदिए भए त कस्तो हुन्थ्यो दुईटा छोरा हुन्थे एउटी छोरी हुन्थे दुईवटा छोरी जन्मेर तिमाथि मलाई किचकिच मेरो टाउको खान्छौ तिमीहरू बल्ल बल्ल मेरो छोरो जन्मे किन काममा लगाउनु त मैले उसलाई त मिठो मिठो खुवाउँछु राम्रोसँग स्कुल पठाउँछु पढाउँछु खालि हामीलाई मात्रै कामला हुन्छ कहिलेकाहीँ त भाइले पनि केही सानो कुरामा सघाइदिनु नि केही पनि गर्दैन खालि बस्छ मात्रै जहिले पनि मोबाइल हेर्छ हामीलाई चाहिँ मोबाइल छुन दिनुहुन्न भाइलाई चाहिँ स्कुलबाट आउनु बित्तिकै मोबाइल दिनुहुन्छ मेरो छोरो हो दिन्छु नि म मोबाइल दिन्छु ल्यापटप किनिदिन्छु के किनिदिन्छु तिमीलाई के हामीलाई चाहिँ केही किनिदिनु होइन जे पनि त्यही भाइलाई मात्र अरू पेटभरि खानिदिएको छु त मैले तिमीहरूलाई खाना दिएको छु लाउने लुगा किनिदिएको छु अब तिमीलाई अरू के चाहियो त हामीलाई स्कुल पढाइदिनु अनि कहीँ नभएको थुतुन त कम्ती त चलाउँदैन नि त चलाउन पनि फेरि स्कुलै पढ्नु पर्दैन भन्दा पनि किन यिनीहरू त अति नै मुख चला यिनीहरूको त म एउटा लट्ठी मात्रै भेट्छु त एउटा लट्ठी ल्याएर यिनीहरूको छाला नतरी भएन कहाँ गयो लट्ठी फेरि भन्ने बित्तिकै हुँदैन फेरि कहाँ गएछन् यिनीहरू यतै गयो होला नि क्या यिनीहरू भाइ होइन किन कुदेर आएको हो तिमीहरू स्कुल पढाइदिनु भन्नु न मम्मीलाई भाइ हामीलाई पनि मम्मीले भन्नु न दिदीहरूलाई पनि स्कुल पठाउनु भनेर भनि मान्दैन मम्मीले पनि भन्नु न के मम्मीलाई हामीलाई पनि कति पढ्न मन छ हामीलाई त्यति नै गर्न सक्दैनस् भनि मान्नु हुँदैन मेरो पनि एकचोटि भन्न हामीलाई खालि काम मात्रै लाउनुहुन्छ हामीले जहिले पनि काम मात्र गर्नुपर्छ आफूलाई पढ्न मन कति लाग्छ अघि त भनेको थिएँ भन्नु हामीलाई झन्नै मान्नु हामी काम नगर्ने भनेर मम्मीलाई भन्न दिदीहरूलाई पनि पढाइदिनु दिदीहरू पनि पढ्छन् भनेर अब के भन्नु यसो भन्न मम्मीलाई दिदीहरू नजाने भए म पनि जान्न यहीँ बस्छु भन्न अब घर गएपछि भनिहाल्छु भन्ने हाम्रो मम्मीले केही पनि गर्नु दिँदैन हामीलाई स्कुल पनि पढाउँदैनन् अहिले मलाई स्कुल जान्थ्यो यहीँ बस म दिदीहरू पनि जान्छ कि स्कुल नत्र म पनि जाँदिनँ म जाँदिनँ पढ्न स्कुल गइसकेको बच्चालाई यहाँ भाइलाई रोकेर राखेर के हो तिमीहरूको पारा दिदी नजान्जेलसम्म म जाँदिनँ किन त्यस्तो भन्छस् के तँलाई मैले कस्तो ठुलो मान्छे बनाउन मन छ पढाएर छोरो किन यिनीहरूको कुरा सुन्छस् स्कुलमा चाहिँ म्याम सरहरूले भन्नुहुन्छ कि छोराछोरी एउटै हो अनि तपाईँले चाहिँ किन भेदभाव गर्नुहुन्छ भेदभाव त गरे होइन नि त काम पनि त गर्नुपर्छ त्यही भएर नि बाबु भेदभाव भएन मम्मी भाइले स्कुल पढाउनुहुन्छ हामीलाई चाहिँ स्कुलै पढाउनुहुन्न भाइ भने पनि ठिक हो हामीलाई किन भेदभाव गर्नुहुन्छ यिनीहरूको कुरा सुनेर मलाई त हामीलाई पढाउनु न हामी स्कुलबाट आएर सबै काम गरिहाल्छौँ हो अनि त पठाइदिनु न दिदीहरूलाई पनि भ्याउँछौ त तिमीहरूले घरमा अनि काम गर्न स्कुल पढेर भइहाल्छु नि अनि तपाईँ चाहिँ घरमा के गरेर बस्नु तपाईँले पनि गर्दा भइहाल्छ नि ठिकै छ अब तिमीहरूले भनेको कुरा पनि ठिकै हो अब अहिलेको जमानामा न पहिलेको जमानामा छोराछोरी समान हेर्नुपर्ने हो होइन अब मैले नै चाहिँ गलत गरिरहेको रहेछु अब आज त भाइ स्कुल जानलाई रेडी भएर हिँडिसक्यो तिमीहरू घर हिँड भाइ स्कुल जान्छ आज तँ एक्लै गएर पढ भोलिदेखि दिदीहरूलाई नि म भराना गरिदिन्छु त्यहाँ स्कुलमा सर म्यामलाई भनेर है अब खुसी भइस् नि अब राम्रोसँग पढ्नु ल लु जा राम्रोसँग जा है ल होइन तिमीहरू पनि रुना धुना किन गरिरहेको किन रुनु पर्यो त अब भाइले गर्दा हामी बज्यौँ है